जय मसीह। के तपाईहरुलाई कहिले आफ्नो प्रार्थनामाथि परमेश्वरसँग पुगेको छैन कि जस्तो लागेको छ? आज म तपाईहरुलाई बाइबलमा उल्लेखित एउटा सत्य घटना बाँड्न गइरहेको छु। कर्नेलियस नाउँ भएको एकजना व्यक्ति हुन्छ अनि उनी एउटा साधारण व्यक्ति हुन्छ। उनी धर्मगुरु पनि थिएनन्, यहुदी पनि थिएनन्, तर उनी एउटा केवल साधारण सिपाही मात्र थिए। तर उनको हृदयमा परमेश्वरप्रतिको प्रेम यति साँचो र गहिरो थियो कि उनी दिनरात परमेश्वरलाई पुकार्थे र टोलीका सिपाहीहरूदेखि बाटोको गरिबहरूसम्म सबैलाई माया गर्थे। उहाँको त्यही साँचो हृदयको प्रार्थना सिधै स्वर्गसम्म पुग्यो। एक दिन उनी प्रार्थनामा छँदा स्वर्गदूत उनी सामु प्रकट भएर भने, कर्नेलियस, परमेश्वरले तिम्रो हरेक प्रार्थना सुन्नु भएको छ र तिम्रो सेवा देख्नु भएको छ। त्यसपछि स्वर्गदूतको आज्ञा अनुसार कर्नेलियसले पत्रुसलाई आफ्नो घरमा बोलाए। पत्रुसले घरमा पाइला टेक्ने बित्तिकै येशूको बारेमा बताउन थाले र त्यति नै बेला एउटा ठूलो आश्चर्य कर्म भयो। त्यहाँ भएको सबै मानिसहरूमाथि पवित्र आत्मा ओर्लिनु भयो। कर्नेलियसको त्यो एउटा प्रार्थना र विश्वास रूपी कदमले गर्दा उहाँको आफन्त मात्र होइन, हामी जस्ता सम्पूर्ण गहिरो हृदयहरूका लागि पनि परमेश्वरको उद्धार र प्रेमको ढोका सधैँको लागि खुल्यो। याद राख्नुहोस्, तपाईले एकान्तमा आँसु बगाउँदै गर्नुभएको प्रार्थना परमेश्वरले कहिले बिर्सिनुहुन्न।